हेलो जय मसी दाक्सु जसले फ्यापुला नमस्ते सबैजनामा। आज हामी जाँदैछौँ हाम्रो गाउँको सानो मङ्गलबारे बजारमा। बजार हेर्न जानको लागि त साथीहरू पुरा भिडियो हेर्नु पर्यो। अनि म उठ्दाखेरि चाहिँ घाम तल तल आइसकेको थियो। अनि म गएँ किचनतिर चिया खाएपछि म गएँ मैले रोपेको काँक्रो हेर्न। अनि काँक्रो फलेको रहेछ एउटा। अनि साथीहरू मलाई चाहिँ मेरो अलिकति नराम्रो लाग्यो हेबिट चाहिँ तपाईँहरूलाई चाहिँ म सेयर गर्न गइरहेकी छु साथीहरू। आज भोलि नि साथीहरू म यस्तो भएको छु नि, जे काम गर्न खोजे पनि साथी चाहिने। सानोमा भन्दा सानो कुरा गर्दा सानो काम गर्दा पनि कोही न कोही साथमा भए हुने जस्तो खालको चाहिँ लाग्ने। साथी हुनु राम्रो कुरा हो कि साथीहरू, तर हरेक समयमा कोही न कोही साथी साथमै हुनुपर्छ भन्ने सोच चाहिँ बिस्तारै कम गर्नुपर्छ जस्तो लाग्छ। एक्लै केही गर्नु पर्दा कतै जानु पर्दाखेरि डर लाग्ने, मनै नलाग्ने, बरु साथीलाई खोजिहाल्ने कि साथीहरू लास्टै नराम्रो बानी बस्यो जस्तो लाग्छ। यो चाहिँ मेरो ह्याबिटमा अलि नराम्रो पक्ष हो जस्तो लाग्छ। लाइफमा साथी हुनु राम्रो कुरा हो, राम्रो पक्ष हो साथीहरू, तर हरेक कुराका लागि साथीमा निर्भर हुनु चाहिँ राम्रो होइन जस्तो लाग्छ साथीहरू। कहिलेकाहीँ आफू एक्लैले पनि समय बिताउन र आफ्ना काम गर्न सिक्नुपर्छ। त्यसैले साथीहरू अब म बिस्तारै आफ्नो बानी परिवर्तन गर्ने प्रयास गर्दैछु। अनि मेरो जस्तै साथी भइदिए हुने, जस्तो ह्याबिट हुने को हुनुहुन्छ पक्कै कमेन्ट गर्नु होला। आज चाहिँ मौसम यति राम्रो रहेको छ, घाम टल्टो लागिरहेको छ। अनि मैले खानाहरू पकाएँ खाएँ, नुहाइधुवाइ मेरो सकेर चाहिँ मैले बोजूलाई चाहिँ घाम लागेको भएर मैले कपाल नुहाइदिएँ। अगाडिको झारमा चाहिँ तपाईँहरूले ध्यान नदिनुहोस्, किनभने बर्खायामा जति उखाले पनि त्यस्तै हुन्छ। अनि म लागेँ बजारतिर। 15 मिनट हिँडेपछि म पुगेँ बजार। हाम्रो गाउँको सानो बजार भए पनि निकै रमाइलो छ साथीहरू। अनि हाम्रो गाउँको बजारमा चाहिँ ठुला ठुला पसलहरू चाहिँ छैनन्, तर गाउँका मानिसहरूलाई चाहिने प्राय सबै सामानहरू चाहिँ पाइन्छ। विशेष गरी चाहिँ घरमा आफैले रोपेको अर्ग्यानिक तरकारी सागसब्जीहरू चाहिँ लिएर आउँछन्। कृषि उत्पादनहरू लिएर बजारमा चाहिँ आउँछन् साथीहरू। हाम्रो गाउँको बजारको सबैभन्दा राम्रो कुरा चाहिँ साथीहरू यहाँको आफ्नोपन हो। सबैजना एकअर्कालाई चिन्ने, बजार पुग्ने बित्तिकै चिन्ने जानेका मानिसहरू भेटिन्छन्। कसैलाई केही समस्या परे पनि एकअर्कालाई सहयोग गर्ने असल मनका सहयोगी वातावरण हुन्छ हाम्रोमा। अनि मेरो चाहिँ किन्नुपर्ने खासै सामान चाहिँ केही पनि थिएन साथीहरू। अनि बजारबाट देखिन्छ साथीहरू यस्तो राम्रो भ्यू, हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। अनि मैले पनि एकछिन हेरेँ। अनि त्यसपछि साथीहरू म जान्छु कहाँ, म जान्छु साथीहरू यहाँ पोर्कको मासु लिएर चाहिँ म घर फर्केँ। आजलाई यति नै, बाइ बाइ साथीहरू।